आजको चिया। मेरो साथीलाई आफ्नो व्यथा पोख्ने माध्यम भयो। मलाई साथीसँग भेट हुने एउटा समय गुज्र्यो र मेरो कलमलाई विभिन्न अनुभवलाई शब्दमा ढाल्ने एउटा साहित्यिक रस पसेछ। शब्द हेर्दा हेर्दा त एउटा कथा पो बनेछ नि। कथा यसरी सुरु हुन्छ, साङबाको चिया चुरोट। सानैदेखि उसलाई चियाको स्वाद मन पर्थ्यो। गाउँको सानो घरमा बिहान चुलोमा आमा चिया पकाउँथिन् अनि उसले सानो गिलासमा थोरै चिया पिउने गर्थ्यो। चियाको बास्नालाई घर परिवारको अपनत्वको अनुभूति लाग्थ्यो। समय बित्दै गयो, ऊ चियासँग निकै नजिक हुँदै गयो। जब ऊ किशोर अवस्थामा पुग्यो, साथीहरूको सङ्गतमा पहिलो पटक चुरोट समात्यो। सुरुमा जिज्ञासा थियो, पछि बानी बन्यो। चियासँगै चुरोटको सम्बन्ध त्यहाँबाट सुरु भयो। बिहान निद्राबाट उठेपछि एक कप चिया र एउटा चुरोट। कामको बीचमा थकाइ लागेपछि फेरि एक कप चिया र एउटा चुरोट। जब साँझ पर्थ्यो, ऊ नजिकैको चिया पसलमा गएर काठको बेलैँचीमा बस्दै साँझ साथीहरूसँग गफिँदा पनि चिया र चुरोट। उसलाई लाग्थ्यो यी दुई बिना दिनै अधुरो छ जस्तो। चिया उसको लागि ताजगी थियो भने चुरोट छेडिक सान्त्वना। चियाको तातो भापसँगै चुरोटको धुवा मिसिन्थ्यो र ऊ आफ्ना अनेकौं सम्झना, पीडा र सपना धुवामा उडाइरहेको अनुभूति गर्थ्यो। चियाको कप हातमा हुँदा चुरोट खोज्नु र चुरोट सल्काउँदा चियाको कप खोज्नु उसको स्वभाव जस्तै बनिसकेको थियो। तर समयले अर्को सत्य पनि देखाएको थियो। चियाले शरीरलाई केही क्षणिक ऊर्जा दिन्थ्यो, तर चुरोटले बिस्तारै स्वास्थ्य खोज्दै थियो। जब खोकी बढ्दै गयो, सास फेर्न गाह्रो हुन थाल्यो। एक दिन उसले खाली कप र निभेको चुरोटको ठोटो हेर्दै सोच्यो, यो मध्ये एउटा साथी अनि अर्को केवल भ्रम। त्यस दिन उसले चियाको कप त उठायो, तर चुरोट उठाएन, किनकि उसले बुझिसकेको थियो सम्बन्ध जति निकट भए पनि सबै सङ्गत जीवनको लागि हितकार हुँदैन भनेर। चियाको सुगन्ध अझै पनि उसको जीवनमा छ, तर चुरोटको धुवा भने केवल एउटा पुरानो स्मृति बनेको छ। साङबाको कथा पनि यस्तै बनेको छ। चुरोटको धुवा पनि स्मृति बनेको छ। आजको चिया यति नै।
आजको गफ यति नै, आजको कथा यति नै।